नमस्ते है निकी भाइको ब्लगमा फेरि पनि तपाईँहरू वेलकम छ। आज चाहिँ हामी लोकेसन चाहिँ तपाईँको नेजी है कर्मी नेजी गुम्बामा उपस्थित भइसकेको छौँ। अनि यहाँनिर चाहिँ भोलिको लागि है एकदमै तयारी हुँदो रहेछ भव्य रूपले चाहिँ एकदम बुद्ध पूर्णिमाको लागि है। खम्री प्रसिद्धिले हेलो सबैजना भक्तजनहरूलाई र हाम्रो यो कर्मी पेलिङ गुम्बा 300 वर्ष पुरानो गुम्बा प्रसिद्धिले हेलो सबैजना भक्तजनहरूलाई र हाम्रो यो कर्मी पेलिङ गुम्बा 300 वर्ष पुरानो गुम्बा हो र यहाँनिर हामीले सधैँ पनि यसरी बुद्ध पूर्णिमा पूजाहरू यसरी सालिने नै यसरी गर्दै आएको थियौँ र पहिला 300 वर्ष अगाडिदेखि नै यसरी हाम्रो पुरानो लामाहरूले नै यसरी मनाउँदै आउने यहाँको जति पनि भक्तजनहरूलाई यसरी झन्डाहरू उठाएर पहिलाको दुःखमा त्यसरी गर्दै पूजा गरेर एउटा बुद्ध पूर्णिमा भव्य रूपमा मनाएर आउँदै थियो र त्यसको साथसाथमा अहिले हामी 6 पुस्ता पछि आएर पनि हामी यसरी मनाउँदै जाँदैछौँ र सबैजना भक्तजनहरूलाई यस कर्मी पेलिङ गुम्बा पुरानो गुम्बाको पूजामा भक्तजनहरू सबैजना यसरी दर्शनमा आइदिनुहुन्छ कि या घुम्दै आउनुभयो भने एकदमै राम्रो छ। भोलिको हाम्रो अस्ति 8 तारिकदेखिको स्टार्ट भएको र अब भोलि चाहिँ हाम्रो अन्तिम बुद्ध पूर्णिमा उहाँको अब जन्म दिवस र उहाँ बुद्धले ज्ञान प्राप्ति गर्नुभएको र उहाँ सङ्घेसी हुनुभएको चाहिँ अब भोलिको पूर्णे हुँदाखेरि यसरी 3-4 चोटिको एउटा सँगै तिथि र सँगै महिनामा हुँदाखेरि यो बुद्ध जयन्ती मनाएको र त्यसमा चाहिँ अब हामी बुमकर भन्छ। बुमकर भनेको अब अस्ति 8 तारिकदेखि नै हामीले बुम टङ्ग्युर तिङ्ग्युर भन्छ योहरू अब पाठहरू गर्दै आयौँ र त्यसको बिचमा फेरि हामीले एउटा वाङ अभिषेकको लागि पूजा फेरि त्यसमा अभिषेकको लागि चाहिँ हामीले याङको पूजा गणेश पूजा भनिन्छ हिन्दूबाट अब हामीले चाहिँ यसरी याङको पूजा भन्छ छरप याङकुक भन्छ याङको पूजाहरू आयुवर्धनको पूजा यसरी गरिरहेछौँ र सबैजना भक्तजनहरूलाई भोलि आउने भोलिको 10 बजीको प्रोग्राम छ। यहाँ गुम्बा ग्राउन्डबाट पुस्तक निकालेर आफूलाई ज्ञान उपदेश दीक्षा दिने धर्मगुरुहरू साथमा पाउनु, आफू स्वयं पनि धर्मप्रतिको श्रद्धा र विश्वास जाग्नु र बोकेर आफू पनि शरीरको अङ्गहरू सबै परिपूर्ण हुनु। यदि हामी पशुमा जन्मेको भए धर्म गर्न सक्ने थिएन, यदि हामी प्रेतलोकमा जन्म भएको भए हामीले धर्म गर्न सक्ने थिएन, यदि हामी नरक लोकमा जन्मेको भए हामीले धर्म कर्म गर्न सक्ने थिएन,
यदि हामी देवता भएर जन्मेको भए तापनि हामीले धर्म गर्न सक्छौँ। यदि हामी दानव भएर जन्मेको भए धर्म गर्न सक्छौँ। यदि हामी मनुष्य भएर जन्मेको भए तापनि आँखा नदेख्ने, कान नसुन्ने, लाटो गहिरो, शरीरको अङ्गहरू ज्ञानेन्द्रिय इन्द्रिय अङ्गहरूले काम नगर्ने भएर जन्मेको भए हामीले धर्म गर्न सक्छौँ। यस अर्थमा हामी 18 प्रकारको लक्षणले परियुक्त मानव जीवन प्राप्त अति दुर्लभको कुरा। पूर्व जन्महरूमा धेरैभन्दा धेरै कुशल कर्म धर्म सञ्चय गरेको पुण्यको परिणामले गर्दा आज यो सम्पन्न मनुष्य स्तर प्राप्त भएको छ। यो कुरा छोडेर जान्छ। यो शरीर त केही दिनको लागि एकजना पाहुना बसोबास गर्ने घर जस्तो मात्र। यो पाहुनाले कुन दिन यो घर छोडेर जान्छ निश्चित छ।